आज चाहिँ हाम्रो घरमा गेस्ट आउँदै हुनुहुन्छ है। यो पर्दा हाल्न जस्तो झ्याउ काम त के पनि लाग्दैन के, केटा मान्छे त चाहिने अनि हाम्रो यो भाइ छ यस्तो जे पनि गर्ने कि उसले नगर्ने काम त कुनै छैन। लाइक हनुमान के हाम्रो चाहिँ कस्तो राम्रो है यो मन पर्यो नि मलाई। अनि झट्ट आँखा जाने भनेको त हाम्रो ढोकामै हो के साथीहरू गेस्टहरूको होइन। यो लटकनलाई मैले राखेको छु जुन एकदम शोभा बढेको छ कि ढोकाको। अनि यो म्याट जुन छ मैले वृन्दावनबाट लिएको। यस्तो यस्तो चिजहरू देख्यो भने त झन् म यति छिटो लिइहाल्छु। अनि यो जति पनि हजुरले देख्नुहुन्छ 80% हामी आफैले बनाएको हुन्छौँ। यो मटका हेर्नुहोस् होइन, कस्तो राम्रो कलर कम्बिनेसन, एकदम धेरै विचार गरेर कुन कलर राम्रो देख्छ भनेर सोचेरै बनाइरहेको हुन्छौँ। अनि त्यो मल्टिप्लकमा भएको तारहरू कस्तो नराम्रो देख्छ। अनि आर्टिफिसियल यो प्लान्टले छोपे जुन राम्रो देखेको छ। यो गोलो चेयर जुन छ अग्लो पनि छ, ठाकुरजीलाई बस्ने एकदम सजिलो पनि हुन्छ, सबैको आँखा पर्छ, त्यो हिसाबले मैले बनाएको छु। यो चाहिँ अनि के साथीहरू घरमा पाहुना आउने भनेपछि चाहिँ मलाई मेरो इनर्जी लेभल नै हाई हुन्छ कि, मलाई छुट्टै आनन्द आउँछ। कसरी वार्म वेलकम गरौँ जस्तो मलाई जतिखेर पनि त्यही फिल भइराखेको हुन्छ। कतै पनि कुनै पनि नराम्रो चाहिँ नहोस् है भन्ने टाइपको हुन्छ कि मनमा। अनि 100% दिइरहेको हुन्छ कि आफ्नो अब मेरो जुन फ्याकल्टी मलाई छुट्याइएको छ त्यसमा चाहिँ म 100 चाहे मलाई किचनमा दिनुभयो भने म किचनलाई नै 100% दिन्छु। यो डिफ्युजरलाई यस्तो राम्रो छ, यो पनि हामीले आफै बनाएको। चाहे मलाई त्यो अब कुन डिपार्टमेन्ट मेरो नाममा छ कि म त्यसलाई 100% गरेर देखाउँ जस्तो मलाई फिल हुन्छ। यो पनि डिफ्युजर ल्याम्प, यो चाहिँ इलेक्ट्रिकबाट बल्ने। यो कपुरको तेल, गुलाबको तेल पनि छ र चन्दनको तेल पनि छ। यो बालेर यो इलेक्ट्रिकमा राखेपछि त यस्तो बास्ना आउँछ नि साथीहरू। घर अब हेर्दै हुनुहुन्छ जो सुरुमा आउनुभएको थियो यो घरमा र अहिले देख्दा त उहाँहरू त एकछिन त फेन्टै हुन लाग्नुभयो कि पहिला कस्तो थियो अहिले कस्तो बनाइदिनु भयो हजुरले भनेर एक एक कुरा हेरिराखेको कि यस्तो। अनि जब गेस्ट आएर खुसी भएर यो कस्तो राम्रो कसरी बनाएको भनेर सोध्ने क्वेसनहरू आउँछ नि, यस्तो दङ्ग लाग्छ, यस्तो आनन्द लाग्छ। एउटा कुरा उहाँहरूले हेरोस् जस्तो लाग्ने कि मलाई चाहिँ। एउटा कुरालाई हेरोस्, छोस् अनि बढाइ गरोस्। हुन त सबैलाई त्यस्तै नै हुन्छ, म चाहिँ अलिक बढी नै सोध्छु अनि बढाइ गरोस्, राम्रो भनोस् जस्तो कि। अनि हाम्रो अति नै प्यारो हाम्रो लुलु दिजु बक्सिन्छ, यति माया गरी बक्सिन्छ हामीलाई, हरेक कुरामा सपोर्ट। अनि मैले पनि मेरो कपमा फोटो थियो सँगै राखेँ, उताबाट गीताजीले मेरो खै त भन्दै थिएँ, मैले बिचमा ठाउँ राखेको छु, राख्छु है भनेर भने। अनि ऊ चाहिँ हाम्रो घर